हे गाइज, आज हामी नन्दा भाउजू है गिफ्ट एक्सचेन्जिङ गेम खेल्दैछु। ल सुरु गरौँ है त। ल कुन कलर? हजुर भन्नु। म भन्नु येलो कलर। हेलो रेडी 1 2 3 गो। मैले कप ल्याइदिएको छु यस्तो क्युट वाला। अब नानी चाहिँ नानीसँग खेल्छु भने डल ल्याइदिएको छु भाउजूलाई। मैले चाहिँ यो कप ल्याइदिएको। कफी मजाले बनाएर खानु, कफी चिया मन पर्छ, मजाले बनाएर एक कप बनाएर खानु। एक कप बनाएर खान्छु, मलाई मेरो लागि ठिक लाग्यो। साच्चै तिम्रो लागि दिदीले यो ल्याइदिनु भयो। थ्यांक यू दिदी भन। वेलकम बेटा। अब मेरो पाला। अब मेरो पाला। भन्नु। ओरेन्ज कलर। ओ दामी। मैले फेरि यस्तो थटफुल के सामान ल्याएको छु पुरै छ। 1 2 3 गो। के यो? यो गाजर। ओरेन्ज कलरको गाजर 1 केजी ल्याइदिएको छु, एक झोला। हेल्दी हुनु पर्यो, बाहिरको जङ्क फुड खाएर भएन। यहाँ गाजर खाने, जुस बनाउने, यतिकै खाने। मैले चाहिँ भाउजू प्राय चिया खानु न, त्यो कफी खानु, मैले कफी ब्लेन्डर ल्याइदिएको छु ल गाइस। थ्यांक यू गाजरको लागि। अब आजदेखि यो गाजर खान्छु कफी मिक्सिङको लागि। अब कसो पालो? मेरो पालो। व्हाइट कलर। व्हाइट 1 2 3 मा गो। 1 2 3 मा भन्छु। ल 1 2 3 गो। फिनेल घर मुस्नलाई काम लाग्छ। के ल्याइदिएको यो? मैले सबै नानीको लागि हुन्छ। यो भगवान गेम खेल्नु भएको छ, मसँग सामान आउँछ नानीको लागि वाइट लिएर आउनु भएको छ। वाइट लिएर आइले भाउजूलाई धेरै युजफुल हुन्छ भनेर मैले धेरै प्रोडक्टहरु ल्याइदिएको छु, युजफुल चिजहरु। गेम खेलेको मसँग सामान छोरीलाई त्यही पनि थ्यांक यू। फिनेल म आजदेखि नै गाइस यसले घर सफा पार्छ ल। व्हाइट फिनेल। थ्यांक यू सो मच भाउजू। वेलकम छोरी। थ्यांक यू भन दिदीलाई, तिम्रै लागि सामान आइरहेको छ धेरै त यहाँ। थ्यांक यू बेटा। वेलकम बेटा। ल भाउजू मैले भन् त। मैले व्हाइट भनेको ए हो। म त्यसो भए ब्ल्याक। रेडी 1 2 3 गो। मैले ब्ल्याक यही देखेँ दोकानमा, यही उठाएर लिएर आएँ। ल थ्यांक यू। दुईवटा भयो, केही छैन, अहिले सँगै बसेर पकाएर खानुपर्छ। अब मेरो पालो। अब पिङ्क कलर। अब पिङ्क। रेडी ल 1 2 3 गो। मैले कति सोच्दा गरेर सामान ल्याएको छु हेर्नु गाइज। अब पिङ्क प्याड ल्याइदिएको। मैले चाहिँ गाइस कसै श्रीलाई टिका लगाएर पैसा दिन्छ अनि दक्षिणा राख्न ल्याइदिएको। अगेन श्री फेरि पनि श्रीको लागि सामान आयो, मेरो लागि आएन गाइज। अनफेयर भयो, एकदम अनफेयर भयो। एनीवे थ्यांक यू सो मच। प्याडको लागि थ्यांक यू सो मच। अब हजुरको पालो। मेरो पालो। मेरो लागि त सामान आउँदैन, छोरी तिम्रो लागि मात्रै आउँछ। ल अब चाहिँ हजुरको लागि ल। अब चाहिँ रेड कलर। ल 1 2 3 गो। मैले हजुरलाई टेडी ल्याइदिएको। मैले चाहिँ यही हो घरमा सोपिस ल्याइदिएको। दादा र भाउजू भनेर सोपिस ल्याइदिएको घरमा। यस्तो हेरेर जहिले मेरो याद आओस् भनेर नन्दले दिएको भन्ने ल्याइदिएको मैले। थ्यांक यू। अब घर बन्दैछ, त्यसमै राख्नुपर्छ सोचा। थ्यांक यू सो मच। अब मेरो साथी है अबदेखि हो गाइस। थ्यांक यू। यसको नाम मैले अब रातो परी राखेको। रातो परी। अब मेरो पालो हैन भन्ने। अब लाइट ब्लू। स्काई ब्लू। ला मार्नुहुन्छ ल भाउजू। 1 2 3 गो। मैले डाइपर ल्याइदिए गाइस। हे भगवान, मैले डाइपर मैले मास्क ल्याइदिएको, यति मजाले झन् प्याकेटै मास्क लिएर आएको। हे भगवान, सबै मलाई चाहिँ खोइ सामान। मैले श्रीको लागि भनेर डाइपर ल्याइदिए गाइस। सबैको साइजले तिमी र फुफु भएर खेल, म चाहिँ झर्दिन्छु अब यहाँबाट। सबै सामान श्रीको लागि आइरहेछ। ल थ्यांक यू सो मच। अब यो धुलोहरुमा बचाउनलाई म्याक्स थ्यांक सो मच। मास्क मैले यति सोचेर झन् यस्तो राम्रो सामान ल्याइदिएको छु। हजुरको पालो मैले स्काई ब्लू हाल्नु भनेको। ल अब म भन्छु पर्पल। ल म अब डार्क ब्लू। हजुर डार्क ब्लू। ल 1 2 3 गो। ओइ सेम मेरो भाउजूको हर्पिक। टॉयलेट सफा
गर्ने सर्टमा निर लाउने यो चाहिँ लुगा 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 सफा गर्ने टोइलेट सफा गर्ने धन्न यो पनि मेरो लागि हैन सरको लागि मेरो लागि त केही ल्याउनु भएको छैन उनले पनि सरको आफ्नो दादाको सर्टमा निर लाइदिनु हार्पिकको लागि थ्यांक मरे म हाँसेर ओ माय गॉड पर्पल कलर ल पर्पल कलर ला मेरो पर्पल कलर चाहिँ कहाँ छ उ परे परेछ ल भयो रेडी 1 2 3 गो मैले थर मैले थर्मस ल्याएछु गाइस अब जाडो छ नि त तातो पानी खानलाई मैले आइरन ल्याइदिएको यस्तो लुगा चक्क थ्यांक यू सो मच यो चाहिँ जयको लागि होला यसो आइरन लाएर जयलाई टिक्क पारेर अफिस पठाउने थ्यांक यू सो मच भाउजू अब पनि अब ब्राउन कलर ब्राउन ल 1 2 3 गो क्यूटी म चाहिँ गणेशजी ल्याइदिएको छु गाइस कस्तो क्यूट कप ल्याइदिएको यो दहीहरू खानलाई यसो सर्भ गर्नलाई मैले चाहिँ भाउजूलाई गणेशजी ल्याइ भाउजू गणेशजीको भक्त हो त्यही भएर थ्यांक यू सो मच थ्यांक यू सो मच भाउजू क्यूटी बर्थडेको लागि अब मेरो पालो भयो ल गाइस बिचमा एउटा इस्यु भएको थियो एउटा सल्भ भयो अब एउटा मात्रै कलर बाँकी छ कसको पालो हजुरको पालो मेरो पालो ल अब ग्रीन ल 1 2 मैले चाहिँ घरमा यस्तो कक्रोच सक्रोच आउँछ बेगर ल्याइदिएको यस्तो मजाले चिन्ने गर्नु घरमा कक्रोच आउन नदिनु अनि यो चाहिँ के हो यो गेम भदै नि सकेल्नु मसँग होइन खाली भदैनलाई सँग ल्याइदिएको पट गरे ल्याइदिएको छ यहाँ मैले अस्ति यसो सोचेँ कि के लाग्दैन यसो सोचेँ पट थिएन अनि पट ल्याइदिएको गाइस थ्यांक यू सो मच बेगर स्प्रेको लागि यो सुधा जोडेर खोलिवरी ल्याइदिएको नि पुरै थ्यांक प्याकेट यू गर्दा अप्ठ्यारो भयो क्या सामान ल्याउन त्यही भएर ल यति नै हाम्रो गाइस कस्तो लाग्यो के लाग्यो भनिदिनु होला कमेन्टमा थ्यांक यू सो मच बाइ बाइ